साथीहरु भर्खर छुट्टी भयो। अब चाहिँ काम त्यस्तै है, गाह्रो छ। यसो छुट्टी भएको टाइममा वरपरको चाहिँ एरिया देखाउनु पर्यो भनेर तपाईहरुलाई भिडियो बनाउँदै छु। खिन्छ हेर्नुस्, दामी छ। परेर त्यहाँनिर चाहिँ मस्जिद छ है, त्यो चाहिँ अब त्यो चाहिँ मुस्लिमहरुको मन्दिर। ओहो, तलतिर अर्को कम्पनी छ, हामी माथि छौं। अब त्यतातिर ट्र्याक गरेको कम्पनीहरु। गाडीहरु चाहिँ आवाजात भइराख्ने ठाउँ टक्क हेर्नलाई राम्रो, एकदम राम्रो लाग्छ मलाई यहाँबाट जताततै हेर्नलाई। तपाईहरु पनि मजाले हेर्नुस् है। यतातिर चाहिँ काम गर्ने व्यक्तिहरु चाहिँ वर्करहरु बस्ने ठाउँ हो। यहाँ वर्करहरु बस्छ। अर्को कम्पनीको कम्पनी मात्रै छ साथीहरु यतातिर। पारितिर पनि चाहिँ अब त्यो वर्करहरु बस्ने ठाउँ नेपालीहरु, बंगालीहरु, म्यानमारहरु चाहिँ बसिरहेछन्। त्यहाँ पहिला हामी सिधै पारि बस्थ्यौं, अहिले हामी अर्को ठाउँमा बस्छौं। पहिले हामी बस्ने त्यही हो, उतातिरबाट घुमेर आउँथ्यौं। अहिले हामी अब उतातिर बस्छौं, परतिर अर्को साइडतिर। अब यहाँबाट अन्य ठाउँ जाने सम्भावना छ। साथीहरुको चाहिँ अब मथल्न कम्पनीको केटाहरुको छुट्टी भइहाल्यो, कसैको 6 बजे भइहाल्छ। हाम्रो चाहिँ अब 10 बजे 11 बजे हुन्छ। यही हो साथीहरु, मलेसिया यस्तै हो। हावा पनि ठिक छ। नेपाल जस्तै हो, स्याम उस्तै, स्याम भन्दा पनि स्याम नै हो है, चाहिँ राम्रो हैन। स्याम मलेसिया चाहिँ नेपाल जस्तै हो, केही फरक छैन। हावा पानी सब उस्तै हो। आनन्दको महसुस हुन्छ। अब धेरै राम्रो ठाउँ छ। पछिल्लो स्तरमा कमाइ पनि ठिकै छ कम्पनी अनुसार। अब कम्पनी कोहीले अब कम दिन्छ, कोहीले चाहिँ बढी दिन्छ है। तपाईहरु चाहिँ आउँदाखेरि ख्याल गरेर आउनु होला। कम्पनीहरु चाहिँ अलि राम्रोसँग बुझेर आउनु होला, नत्र भने 6 बजे जाने साथीहरु पनि छन् अर्को कम्पनीका। तिनीहरुलाई 1500 मात्रै हो, 1700 मात्रै हो। अहिले अब 1700 बनाएको छ।